आज कहाँ जाँदैछौँ? घुम्न जङ्गल सफारी, फेरि जङ्गल सफारी होला। जङ्गल सफारी जाँदैछौँ हामीहरू। हेलो एभ्रिवान। हामीसँग सेल्फी स्टिक नभएको कारणले मोबाइल खस्न सक्ने सम्भावना धेरै छ। कृपया गाडीवालालाई राम्रोसँग चलाउनु होला। अब यो भिडियो हेर्ने बन्द गर्न चाहन्छु। यहाँ छाता कसको खस्यो। त्यसपछि अहिले हामी अलिकति अगाडि सुरु गर्छौँ। रामदाई रुख आएपछि मलाई भन्नु होला है। रुखमा हेलो म्याडम, हजुरहरू अलिकति छेउछेउमा भएको हुनाले देखेको छैन। हेलो कसैलाई केही भन्नु छ? रामदाई केही कुरा जाओस्, छिटो केही कुरा जाओस्। अहिले जङ्गलमा बोल्नु पाइन्छ के? केही कुरा जाओस् न। एक शब्द भन्नु न सबजनाले। ल रेणुका चन्द हाम्रो सांसद, माननीय सांसद, हाम्रो माननीय सांसद रेणुका चन्दजी छेउमा बस्ने एकदमै ट्रस्ट भएको छ। एकजनाको लागि पुरा स्पेस छोड्नुपर्छ। कोही आउँछ कि भनेर साइडमा कोही भेट्यो भने चित्त बाघ गैडा हात्ती जे भेट्यो भने उहाँहरू बस्न तयार हुन्छ। कोही बोल्दैन यार, बोल्नु न, बोल्नु त म्याडम। अनिवार्य हुन्छ। हामी चाहिँ अहिले विश्वास छ, हामी चाहिँ आज सबै चिज देख्नेछौँ होइन, किनभने हामी बस्न आएको पछाडि सबै देख्नेछ। हामी चाहिँ एकदम विश्वासको साथ हेर्दै र हजुरहरूलाई भिडियो देखाउँदै जानेछौँ। त्यो चाहिँ कस्तो राम्रो देखिएन भाइ तपाईँले? एकछिन अहिले भित्र हामी अब कहाँ पुग्दैछौँ? कहाँ अरे? ठाकुरधाराको मेन गेटमा पुग्दैछौँ। यस्तो राम्रो हावा चलेछ। यहाँ पर्सनल कुराहरू गर्न एकदमै सक्षम मनाइ छ। कृपया हामी जङ्गलमा पुग्दैछौँ। आज बल्ल पहिलोचोटि अग्लो भएको। हामी गेटमा आइसक्यौँ एभ्रिवान। अब हामीलाई चाहिँ के चाहिन्छ? पासहरू चाहिन्छ खै त। पास हामीसँगै मिलेवाला छौँ हामीहरू। पास जय राष्ट्रिय निकुञ्ज, जय गर सबजनाले। अब हामी यहाँ सुरुमै बाघ त देखिसक्यौँ हामीले त्यहाँ अगाडि। तर अब हामी जङ्गलमा पनि भेटाउँछौँ विश्वास छ। कसैले न्युरोको साग देख्यो भने पनि देखाउनु होला है। ल्याउन नपाए पनि हेर्नु त भाइ। किन देखेपछि छोलामा छोए ब्याग ल्याउनुपर्छ? बिस्तारै म झरेको त म झरेको कसैले देख्दैन। म खुट्ट झरेर निस्किहाल्छु। झरेपछि के हुन्छ र? न बाल न बच्चा, निन पऱ्यो। अच्छा बच्चा निन पऱ्यो। अच्छा हामीलाई के को टेन्सन हो कि नै? नै हामी यहाँ मात्रै हो, भित्र त हामी पुरा इसारा हाम्रो प्लानिङ। उता उता कहाँनिर देखेछ भाइ? यस्तै बाटो छ। भिडियो बनाइदिन्छु अर्को टोलीको। हाम्रो अर्को टोली मान्छे आइसक्नुभयो। के देख्नुभयो भनेर होइन? सब भगाएर आइसक्नुभयो क्या भाइ? मात्र 1000 रुपियाँमा भिडियो बेच्नको लागि मैले यति धेरै दुःख गरिरहेको छु। यो हाम्रो कुमारगञ्ज ठाकुरगञ्ज आमामा नाम। त्यो पवनकली, त्यो चाहिँ पवनकली। पवनकलीको फोटो रामकलीले खिचिदिनु पर्यो। हाम्रो पवनकली यस्तो दामी जङ्गल देखेछु। हेलो अम्मा
अलिकति काली देखेको अब चस्मा लगाइहाल्छु अलिकति गोरी देखिनको लागि अनि जङ्गल सफारी भनेको यस्तो कपडामा लगाउने मोबाइल टिपेर लैजानु होला हाम्रो दाजुले हेलो एभ्रिवान हामी चाहिँ बाघ हेर्न जाँदैछौँ चाहिँ हाम्रो मङ्की आउनु छिटो 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 हेलो गाइस हामीहरू यसरी बाघ हेर्दैछौँ मैले पनि देखेँ आनन्द शान्ति यही हुनुहुन्छ किन अन्त राख्नु पर्यो लिएर हिँड्ने नि स्कुटी पछि होइन म्याम किन यत्रो 12-13 हजार रुपियाँ हालेर किन आउनु पर्यो र स्कुटीमा लिने खुइ हिँड्ने ए पछाडि पछाडि खाजा खुवाइदिनु पर्यो दिनको यातायात पनि दिनु पर्यो के भन्छ हाम्रो गाइड सर आइसक्नु भएको छ अब हामीलाई चाहिँ बाघ देखाउनुहुन्छ हात्ती देखाउनुहुन्छ कति सफारी चाहिँ अब त्योभन्दा टाढा त म कहिले गर्थेन भाइ आज भर्खर गोही आज पानी होला कता कतै हाम्रो माननीयज्यूले केही बोल्न चाहनुहुन्छ कि अहिले आफ्नो सिटमा अहिले एकजना साथी उहाँ अघि एकदमै डराउँदै हुनुहुन्थ्यो छेउमा बस्छु भनेर अहिले चाहिँ उहाँले साथी पाइसक्नु छ उहाँको ड्रेस पनि कस्तो छ पुरै बाघ जस्तो हाम्रो पनि यस्तै ड्रेस मिल्दो रहेछ ड्रेस ठ्याक्कै मैले म्याचिङ गरेर लिएर आएको आज म पनि गाइड गर्ने मान्छे त यत्रो बेरदेखि भिडियो बनाएको छु सब चिज पुरै देखाएको छु राम्रो राम्रो त अब यस्तै हो नेपालमा बोल्न चाहिँ बोलिरहेको छु राजेन्द्र सर हजुर देखिनु भएन के म यति होचो मान्छे छु अनि यो कस्तो मेरो हात दुख्दैन भनेको रुख पनि हेरिदिनु होला है कसैले अब फेरि मोबाइल गयो भने सम्पत्ति यही हो एउटा अब एकछिन हात दुखे बन्द गर्छु म जङ्गल सफारी गर्दैछौँ 1 वर्ष गरेको कामको सब हाम्रो गाइड दाइको अलिकति टोपी निकाल्नु पर्यो के फेसै देखिएन देखिनु पर्यो नि हजुरको पनि यस्तो पचारो नि भोलिको दिनमा हामीलाई त्यही गाइड चाहिन्छ भन्ने मान्छे आउला नि त होइन हो कि नै हजुरको पनि माग गर्छ डिमान्ड गर्छ अब हामी त यस्तै हो भाइरल मान्छे हामी त फेरि सबैले हेर्छन् क्या हाम्रो भिडियो फेरि हामी मान्छे नराम्रो भयो भने भिडियो चाहिँ अब एडिट गरेर पछि एडिट गरेर खोर बनाएर हाल्छौँ क्या हामी त्यही भएर अब हामी केही दिनपछि हामीहरू मौन बस्नेछौँ मौन व्रत सुरु हुनेछ ए अझै गाउँको छेउछाउमै छौँ हामी एउटा गाडी एउटापट्टि नदी कतापट्टि छ फोन आउँदैछ तपाईँ नेटवर्क छ अब तर निहुरोको साथ टिपेछ नि भाइ यति छ नि सोध्नु पाइन होला टिपेछन् कसले हो अब होइन टिप्न पाइन्छ टिप्नको लागि छ भनेर आउँछ अहिले हामी गाउँमै छौँ रे अझै त्यसै 4 घन्टा लाग्दो हो त अनि